नमस्कार। जनप्रिय सङ्घ अभिभावक कार्यक्रम लिएर म प्रस्तोता विश्वराज अर्याल उपस्थित भइसकेको छु। वास्तवमा अभिभावकले आफ्नो लगानी, आफ्नो जीवन, आफ्नो बच्चाको भविष्यको लागि धेरै मेहनत गर्नुभएको छ। अहिले शिक्षा क्षेत्रमा अभिभावकले ठुलो लगानी गर्नुभएको छ, तर विद्यार्थी सिकाइमा त्यति धेरै इफेक्टिभ नभएको धेरै अभिभावकको गुनासो बुझिन्छ। तर पनि जनप्रिय पब्लिक स्कुलले इसिएदेखि अरू सिकाइ प्रक्रियालाई अगाडि बढाउँदै हाम्रा आफ्नो अभिभावकहरूलाई सम्मान गर्दै अभिभावकका आफ्ना विचारहरू प्रस्ट्याउने प्रयास गरेका छौँ। तस्विर आफै बोल्छ भने जस्तै हाम्रो अभिभावकलाई हामीले के दिन सकेका छौँ र के दिन सकेका छैनौँ भन्ने कुराहरू, सत्य तथ्य कुराहरू उजागर गर्नको लागि आज हामीले कक्षा 2मा अध्ययन गर्ने ओरिस चौधरीका बुबा निराजन चौधरीलाई आज मैले उहाँका अन्तर्क्रिया र उहाँका अन्तरतरङ्ग बुझ्ने प्रयास गरेको छु। त्यसमा उनीहरूले सर्वप्रथम उहाँलाई हाम्रो यो अनलाइन सिस्टममा उहाँलाई स्वागत गरौँ। निरञ्जी नमस्कार। यो हाम्रो अभिभावकसँग जनप्रिय भन्ने कार्यक्रममा हजुरलाई हार्दिक स्वागत गर्न चाहन्छु। आराम हुन्छ? अनि व्यापार बिजनेस कस्तो छ अहिले? ठिक छ सर। अनि अब तपाईँले चनौलीदेखि 4वटा विद्यालय क्रस गर्दै जनप्रियमा आजभन्दा 5 वर्ष अगाडिदेखि बाबुलाई मन्टेश्वरी हुँदै, मन्टेश्वरी एलकेजी हुँदै, युकेजी हुँदै 1 हुँदै 2सम्मको सिकाइ प्रक्रियालाई जनप्रियलाई नै विश्वास गर्ने आधार के हो र जनप्रियमा बच्चा सिकाइ प्रक्रिया के कस्ता रहेका छन्, त्यो कुराहरू प्रस्ट्याउन हार्दिक अनुरोध गर्दछु। नमस्कार। म पोरिसको मेरो बाबु चाहिँ कक्षा 2मा पढ्छन् है। अहिले चाहिँ पहिला 5 वर्ष अगाडि चाहिँ मैले त्यही चनौलीकै बोर्डिङहरूमा स्कुलहरूमा हालेको थिएँ मैले। त्यतिखेर उता मन्टेश्वरी पनि थिएन। अहिले भर्खर भर्खर पनि मन्टेश्वरी हालेका छन्। 5 वर्ष अगाडि चाहिँ मैले त्यहाँको बोर्डिङमा हाल्दा, चनौलीको बोर्डिङमा हाल्दाखेरि त्यहाँको 1 महिना, लगभग 1 महिना पनि होइन, 15 दिन जति स्कुलमा नोबेल बोर्डिङमा हालेँ। अहिले नोबेल बोर्डिङ पनि बन्द भइसकेका छन्। नोबेल बोर्डिङमा हालेँ। नोबेल बोर्डिङमा हाल्दाखेरि बच्चालाई केयर हुन्छ कि भनेर नजिक पनि छन् होइन, हाम्रो पसलमा हेर्न र बाबुलाई हेर्न नजिक पनि पर्छन् भनेर नोबेल बोर्डिङमा हाल्यो। नोबेल बोर्डिङमा हाल्दाखेरि के भएको थियो भन्दाखेरि बाबुलाई अनकेयर थियो कि सर, अनकेयर थियो। बाबुलाई खासै वास्तै थिएन। अब माया हुन्छ नि त होइन, अब गार्जेनले माया हुन्छ। मेरो बाबुले के गरिरहेछन्, अब पढ्न पठाएको होइन सानैमा। अब दुधे बालकलाई लगभग कति 1.5 वर्षमा मैले स्कुल चाहिँ हालेको बाबुलाई। हाल्नु नपर्ने थियो सर है। मैले बाबुलाई 1.5 वर्षमै स्कुल हालेँ। स्कुल हाल्दाखेरि त्यहाँ चाहिँ अलि के नै थियो। बाबु चाहिँ हेर्न जाँदा, उसको मम्मीले हेर्न जाँदाखेरि म त कामै व्यस्तता थिएँ होइन, बिजनेसमा कामै व्यस्तता थिएँ। अनि हेर्न जाँदाखेरि बाबु चाहिँ क्लासमा हुनुको साटो बाहिर खेल्न र बाहिर खेलिरहेको थियो, टोयलेटको बाथरुमतिर खेलिरहेको थियो होइन। अनि त्यसपछि उसको मम्मीले चाहिँ म यहाँ अब यसो अनि के रहेछ बाबुलाई केही छैन होइन, अब हामी त्यो अब पैसा लगानी गरेर पढाइरहन्छौँ बाबुलाई, अलिक भोलि गएर राम्रो हुन्छ भनेर पठाएको। बाबु चाहिँ टोयलेटकोमा बाल्टिनमा खेलिरहेको भनेर त्यहाँबाट निकाल्नु भयो। त्यसपछि फेरि मैले त्यहाँबाट निकालेर जनप्रियमा उसमा जेनिथमा जेन बडीमा हालेको थिएँ। जेन बडीमा हाल्दा पनि लगभग एउटा कोठामा 50-60 जना थियो त्यतिखेर। अनि बाबुलाई चाहिँ लास्ट बेन्चीको कुनामा हालिदिएछ। त्यहाँ पनि भएन। अब कहाँ गरौँ के गरौँ भनेर त्यसै 1 हप्ता जति त्यत्तिकै बसेको छु। उहाँ चाहिँ 20 वर्ष चाहिँ जानु भएको थियो फसलमा होइन। अब त्यतिखेर हामीलाई कोही हाम्रो नयाँ नयाँ थियौँ। कसैले के पनि भन्नुभएको थिएन सर हामीलाई होइन, हाम्रो बोर्डिङमा हाल्नुहोस्। कसैले केही पनि 50 रुपियाँ केही पनि गर्नुभएको थिएन। 20 सय पनि उहाँ हुँदै जानु भएको थियो। हुँदै भन्नाले पेन्ट लिन जानु भएको थियो वास्तवमा। फसलमा पेन्ट लिन जानु भएको थियो। पेन्ट लिन जाने क्रममा चाहिँ कुराकानी, यसै पढाइको विषयमा कुराकानी गर्दा गर्दै चाहिँ भिजिट पनि गरेँ मैले। जनप्रिय स्कुल भिजिट पनि गरेँ। भिजिट गर्दा पनि जनप्रिय स्कुल मलाई राम्रो पनि लाग्यो। र यहाँ प्ले ग्रुपमा मैले प्ले ग्रुपमै हाल्न खोजेको थिएँ। प्ले ग्रुप नै भेटाएको थिएँ। जस्तै मनमा जे खोजेको थिएँ, देउता खोज्दा ढुङ्गा खोज्दा देउता भेटा जस्तै भयो मलाई होइन। जनप्रियमा पनि मैले मन्टेश्वरी नै खोजेको थिएँ, मन्टेश्वरी नै भेटाएँ सर है। त्यस कारणले पनि मैले चनौलीबाट धेरै टाढा भएर चनौलीबाट नि मैले जनप्रियमा सानो कारण के गर्छु।
अनि अहिलेको 5 वर्षको अवधिमा जनप्रियका राम्रा कुरा के हुन् र जनप्रियले सुधार्नुपर्ने कुराहरू के देख्नु भएको छ स्पष्ट रूपमा बताउन आफ्नो मिल्दछ। जनप्रिय स्कुलमा चाहिँ जुन त्यो अवस्थामा पहिला 5 वर्ष अगाडि बाबुलाई अरू अरू स्कुलमा केयरलेस थियो, अहिले त्यो चाहिँ बाबुलाई एकदम केयर, सरहरूले एकदम केयर गर्नुहुन्छ होइन। होमवर्क पनि प्रत्येक दिन चाहिँ गर्नुहुन्छ। गएको के अरे के पढ्नु पर्ने होइन, त्यो आएर क्लासमा पनि सोध्नुहुन्छ। सरसफाइमा पनि एकदम केयर गर्नुहुन्छ सरहरूले। त्यो कुरामा चाहिँ मलाई राम्रो, र नम्बरहरू पनि पढाइमा पहिला कमजोर थियो, अहिले सुधार भएको छन् बाबुको होइन। त्यसमा पनि म एकदमै खुसी छु। अनि अब तपाईँले मसँग संवाद गर्दै जाँदाखेरिमा हाम्रा अरू पब्लिकहरू जसले राम्रो विद्यालय सर्वसुलभ विद्यालय खोज्नु भएको छ उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ बताउन हार्दिक अनुरोध छ। अरूलाई पनि म के भन्न चाहन्छु भने, जनप्रियमा एकदम राम्रो सरहरू पनि होइन, एकदम केयर केयर गर्नुहुन्छ बच्चाहरूलाई। के गरिरहेछन्, कता खेलिरहेछन् होइन, एकदमै केयर गर्नुहुन्छ, हेरविचार गर्नुहुन्छ, होमवर्कहरू पनि चेक गर्नुहुन्छ। बेला बेलामा सरहरू घर भिजिट पनि गर्नुहुन्छ होइन, बच्चाहरू पढिरहेछ कि छैन, होमवर्क गरिरहेछ कि छैन। अनि त्यसपछि आउँदाखेरि स्कुलबाट के अरे घरबाट स्कुल आउँदाखेरि गेटमा बसेर चेक गर्नुहुन्छ, सोध्नुहुन्छ, क्वेसनहरू सोध्नुहुन्छ। त्यो सोद्धाखेरि मलाई चाहिँ एउटा के याद आयो भनेदेखि, म स्कुल लाइफमा पढ्दाखेरि होइन, स्कुल लाइफमा पढ्दाखेरि सरहरूले गेटमा बसेर सोध्नुहुन्थ्यो, क्वेसनहरू सोध्नुहुन्थ्यो। त्यो सोध्नु भनेको बच्चाहरूको ज्ञान किताबतिर आकर्षित गराउनु हो होइन। एकदम कतिको ट्यालेन्ट कतिको घर पढ्छ, पढ्छ कि पढ्दैन भनेर चेक गर्नु, त्यो चाहिँ एकदमै मलाई ठिक लाग्छ। अब समग्रमा शिक्षण सिकाइमा तपाईँ आफू पनि पढेको हुनुहुन्छ अनि बाबुले ह्यान्डराइटिङमा त्यो म्याथमेटिक्समा जे इन्ट्रेस्टका कुराहरू कस्तो पाउनु भएको छ पुरिस चौधरीको। ह्यान्ड राइटिङमा अलि कमै छन् होइन, तर म्याथमेटिक्समा चाहिँ अलि उसले लिखितमा भन्दा छ। लिखितमा भन्दा उसले मौखिक चाहिँ उसले एकदम, उसको चाहिँ बोलीले हो कि होइन, मौखिक चाहिँ एकदमै उसको छ, राम्रै छ। अनि अहिले धेरै अभिभावकहरूले मेरो बच्चा मोबाइलले बिग्रियो मेरो बच्चाले पढ्न चाहेन भनेर धेरै गुनासाहरू आउँछन् तर हाम्रो उरी चौधरीको घरमा मोबाइल प्रतिको लगाव के कस्तो छ प्रश्न हार्दिक अनुरोध छ। होइन, मोबाइलले गर्दा होइन, त्यो बिगार्ने भनेको सर आफ्नो गार्जेनले हो है। गार्जेनले हो, किनभनेदेखि अब जे काम गर्दाखेरि सानो सानो बच्चाहरूलाई, जस्तै मन्टेश्वरीको बच्चाको कुरा गरौँ न होइन, सानैदेखि व्यवहार बिगारेपछि ठुलो गरे नि त्यही बेस बन्दै जाने हो उनीहरूको होइन। सानोमा अब ललाइ फकाइ गरेर ल बाबु म अन्त काम गर्न जाँदाखेरि ल बाबु एकछिन मोबाइल हेर्नु नि त होइन, खाना खानालाई एकछिन मोबाइल हेराएर, मोबाइल देखाएर खाना खुवाउनु, त्यो एकदम गलत हो है। त्यो चाहिँ गर्नुहुन्न। त्यो कसरी हुन्छ, ललाइ फकाइ गरेर त्यो गर्नुपर्छ। मोबाइल त दिने, तर चाहिएको मोबाइलमा के चाहिएछ होइन, आफूले के जाने इच्छा छ त्यो मात्रै गराउने हो। तर अनावश्यक जस्तै कार्टुनहरू हेराउने यताउता त्यो गीतहरू छ त्यो चाहिँ राम्रो हुन्छ। जस्तो अहिले हामीले नर्मली रूपमा हामी जनप्रिय पब्लिक स्कुलको अफिसमा बसेर हामीले संवाद गरेका छौँ। हजुर सर। अब यही क्रममा अझै जनप्रियले अझै राम्रो गर्नको लागि के कस्ता शैक्षिक कार्यक्रमहरू अगाडि बढाउनु पर्ला जस्तो लाग्छ सुझाव सहित प्रस्तुत गर्न हार्दिक अनुरोध गर्दछु। अब चाहिँ त्यसमा अझै पनि हामीले अझै विद्यार्थीहरू ल्याउनको लागि छ है। कसरी हुन्छ, अब घर घरमा गएर बच्चाहरूलाई, गार्जेनहरूलाई राम्रो सल्लाह सुझाव दिएर। तर पहिला चाहिँ अलि अलिक कमै मात्रामा, जस्तै अब 4-5 जना मात्रै जहाँ त जाने होइन, घर भिजिट गर्न जाने। तर अहिले बढी चाहिँ भिजिट गर्न जानुपर्ने होइन, 1-2 दिनभन्दा अलिक टाइम लिएर, अलिक धेरै दिन, कम मात्रामा धेरै बढी नै मिहिनेत गर्नुपर्छ। मिहिनेत गरे मिहिनेतको फल मिठो हुन्छ भने जस्तै अब
घर घर नै भिजिट गरेर कसरी हुन्छ के अरे बाबुलाई अब पहिला भन्दा पहिला चाहिँ अलि राम्रो पहिला के अरे भनौँ न पहिला राम्रै थियो होइन त्योभन्दा अझै चाहिँ त्यसलाई सुधार गर्नलाई हामीले अ, ठिक छ। अब जुन सरको अभिव्यक्ति जुन दिनुभएको छ, एउटा अभिभावक भएर अभिभावकले जुन किसिमको दिनुभएको छ, जस्तो मैले के कुरा भन्न खोजेको भने जनप्रिय पब्लिक स्कुल जस्तो शिक्षा क्षेत्रमा लामो समय आजभन्दा करिब 18 वर्ष अगाडिदेखि यही सालमा टाउनमा खुला भएको छ र कति अभिभावकका बच्चाहरू यहाँ पढेर राम्रो पनि गर्नुभएको छ। हाम्रो उद्देश्य भनेको जसरी एउटा लुगा चलाउने बोल्टेले यात्रुहरूलाई नदी पार गराउँछ, त्यसरी नै विद्यार्थी शिक्षण सिकाइमा अरूभन्दा फरक तरिकाले हामीले सिकाउने कुराहरू गरेका छौँ। जस्तो पहिला पढाइयो, अहिले बिचमा आएर सिकाइयो, अब गराउनु पर्छ। बच्चाले आफैले आफैले ड्रइङ गरायो भने, आफैले कुनै कार्टुनको चित्र बनायो भने, आफैले केही कुरा गर्यो भने मात्रै बच्चाले सिक्न सक्छ। 2082 सालको शैक्षिक सत्र सुरु हुने क्रममा हामीले विद्यार्थी सिकाइमालाई प्रभावकारी बनाउनको लागि प्र्याक्टिकल रूपमा नै हामीले फोकस गरेका छौँ। त्यसो भएको हुनाले तपाईँको यसमा आफ्नो सुझाव के छ बताउन हार्दिक अनुरोध गर्छु। पहिला चाहिँ सिलाइ कटाइ अथवा केही प्र्याक्टिकल भनौँ न केही तालिमहरू थिएन त्यो तालिमहरू थिएन अहिले चाहिँ एकदम तालिम प्राप्त के अरे तालिमहरू सिकाउनुहुन्छ स्कुलमा होइन त्यो सिकाएको चाहिँ राम्रो हो अब त्यो पनि अब जस्तै सिलाइ कटाइ भयो त्योभन्दा अरू नै नयाँ नयाँ प्रविधिहरू ल्याउने बाहिरबाट सिकेर होइन, सिकेर ल्याएर बच्चाहरूलाई तालिम गराउँदा एकदम बेटर हुन्छ भन्नु हजुर सुन्नुभएको चाहिँ गरी खाने शिक्षाको आवश्यकता। हजुर एकदमै अब इङ्गेजले पछि गएर बच्चाहरू नपढ्यो होइन अब कोही एकदमै बिग्रियो म पढ्नै जाँदैन जस्तै अब हुन्छ नि म पढ्नै जाँदैन केही नसके चाहिँ एकदम आर्थिक स्थिति कमजोर भएको होइन म पढाउन सकिनँ बच्चाहरूलाई किनभने +2 तकसम्म त गराउन सकिन्छ अहिलेको सिचुएसनमा +2 सम्म गराउन सकिन्छ +2 गराइसकेपछि अब उनीहरूले केही त ज्ञान त हुन्छ नि हामीले स्कुलमा यो सिकाएको थियौँ यो गर्दाखेरि अब चाहिँ हामीले जीविकोपार्जन हुन्छ भन्ने कुरा चाहिँ उनीहरूको कन्सेप्टमा बसिरहन्छ धेरै धेरै धन्यवाद निरञ्जनजी। तपाईँ पेन्टर हुनुहुन्छ, आफ्नो पेन्टिङ पसल छ, कति मेहनतका साथ काम गर्नुहुन्छ। श्रम नै गर्नुपर्छ भन्ने भावना तपाईँको आजभन्दा 5 वर्ष अगाडिदेखि तपाईँलाई मैले चिनेको हुनाले पनि मैले त्यो चनौलीदेखि यहाँसम्म करिब 4 किलोमिटरको एरिया पार गर्दै आफ्नो छोरालाई, आफ्नो भावी सन्ततिलाई राम्रो किसिमको शिक्षा दिनको लागि जनप्रियलाई जिम्मा लगाउनु भएको छ। त्यो जिम्मा लगाउनु भएकोमा तपाईँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाईँले दिनुभएको जिम्मेवारीलाई अझै राम्रो गाउने किसिमको पनि हाम्रो जनप्रियको सोच हो। त्यसो भएको हुनाले यदि अभिभावकले 2 घन्टा पढ्ने प्रयास गर्यो भने विद्यार्थी पनि पढ्न पर्छ होइन। जुन अवस्थामा चाहिँ अब पहिला हामीले स्कुल पढ्न जाँदाखेरि एकदमै दुःख थियो होइन सर हामी स्कुल पढ्न जाँदाखेरि गाह्रो थियो हाम्रो गार्जेन के अरे गार्जेन भनेको एकदम अनपढ है एकदम किसानी किसानी गर्ने त्यतिखेर हामी पढ्दाखेरि 11 धान बेचेर पढ्न जाँदाखेरि महिना फी तिर्न जाँदाखेरि 11 धान बेच्नु पर्छ है सम्पत्ति त छन् तर पैसा छैन क्यास थिएन। क्यास थिएन त्यस नभएपछि एकदमै दुःख जो 3 3 महिनामा पैसा फी बुझाउनु पर्ने 3 3 महिनामा हामी एक गाडा धान बेच्दाखेरि त्यतिखेर जम्मा 7,000 रुपियाँ आउँथ्यो एक गाडा धान बेचेको 7,000 आउँथ्यो त्यो 7,000ले पनि नपुग्ने खपिँदै खपिँदै जाने अहिले त कतिपय मान्छेहरू शिक्षित छन् होइन शिक्षित छन् मान्छेहरूसँग क्यास छन् जग्गा प्रपर्टी भयो नि क्यास छ नि सर त्यो क्यासले धेरै काम गर्छ त्यही भएर एकदम मेहनत जो मान्छे त पहिल्यैदेखि दुःख गरेको छ भने अहिले आएको मान्छेलाई थाहा छन् कि कसो के गर्नुपर्छ मेहनत गर्दा कस्तो हुन्छ भन्ने कुरो थाहा हुन्छ जो मान्छे अब बुवा आमा शिक्षित पैसाले पल्केको हुर्केको मान्छेहरू गाह्रो हुन्छ धेरै 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 धन्यवाद। तपाईँले आफ्नो अमूल्य समय पनि आफ्नो व्यापार बिजनेसलाई पनि नभनिकन मेरो आमन्त्रणलाई स्वीकार गरी जनप्रिय पब्लिक स्कुलसम्म आउनु भएकोमा हजुरप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
प्रकृति संस्कृति प्रविधि र सृष्टिलाई भरपुर प्रयोग गर्दै शिक्षण सिकाइ अगाडि बढाउनुपर्छ। अबको हाम्रो आवश्यकता भनेको विद्यार्थीको मनोभावनालाई बुझेर सिकाइ प्रक्रिया अगाडि बढाउनुपर्छ। अभिभावकहरूको राय अनुसार हाम्रो शिक्षा सिकाइ अगाडि बढाउनुपर्छ। केवल कसैले लेखिदिएको किताबलाई आफूले पाठ पढेर अगाडि बढाउने अवस्था नरहोस् भन्दै तपाईँप्रति हार्दिक आभार व्यक्त गर्दै बिदा हुन। नमस्कार।